यो गाइस उठा हिमाल कस्तो जमा चाहिँ गाइस गाइस यहाँ चाहिँ ढाक्क सो हेलो एन्ड गाइस नमस्ते। आज चाहिँ हामी फेरि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु अनि आजको यो भ्लगमा चाहिँ चौरी खर्क घुम्न जान लाग्यो हामी चाहिँ। अनि गाउँ चाहिँ पारि छ कि हामी चाहिँ तकबाट झरिसकेका छौँ अनि दाइ चाहिँ पारि हुनुहुन्छ। म चाहिँ यता छु गाइस। इन्जोय द भिडियो एन्ड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब। आज चाहिँ बाइकमा गइन्छ। चौरी चाहिँ बाइकसम्म जान मिल्छ अरे बाइकमा। गाउँ पछाडि छ। हो हामी जान लाग्यो। हेलो भन्दै चौरीको चौरी है चौरी लेकको यात्रा। ए आज चाहिँ चौरी लेक जान लाग्यो। अब बाइकमा चढेर जाने हो गाइस। चस्मा लाउनु पर्यो। नेपालकै सबैभन्दा बुढोहरू लुकुम गाउँ चाहिँ हामी चाहिँ पुग्यो है गाइस। लुकुम चाहिँ अब हामी आइदियो माथि बढ्छौँ। अब यो गाइस फाइनली पुगिसकेका छौँ होटेलमा। गेस्ट हाउस पुग्यौँ गाइस हामी चाहिँ। एज यु क्यान सी चौरी जानुभयो भने गाइस यो गेस्ट हाउसमा बस्नु नबिर्सिनु होला। चट्ट गाइस देख्न सक्नुहुन्छ। गाडीले डरो दियो गाइस हामीले चाहिँ। खराम बनायो गाइस खराम यार। आज हाम्रो बास चाहिँ यहाँ हुन्छ होला। त्यो लग्ने र बाइक केही देखेछ कि नै गाइस। ल है झड्यो सोल्टी। व्हाट्सअप व्हाट्सअप चिल। अरे माथि देख्न सक्नुहुन्छ गाइस। ओहो होटल रहेछ टक्क। आज हामी चाहिँ बस्छौँ गाइस। भोलि बिहान हेर्नु गाइस नेक्स्ट मर्निङमा। यति भन्दै गाइस भोलि बिहानको लागि स्टे ट्युन। सो गाइस गुड मर्निङ। आजको बिहानको सुरुवात चाहिँ सिमनाबाट भयो। अनि हिजो रात चाहिँ हामी लुकुमबाट आएर चाहिँ सिमना होटलमा बस्यौँ। ट्याक्क तिलाचन होटलमा बसियो। अनि यस्तो आइस जमा चाहिँ देख्न सक्नुहुन्छ। आइसहरू कस्तो जमा चाहिँ गाइस हामी फुट्दा नि फुट्दैन यार गाइस। कस्तो कडा पुरै बवाल जमा खाँदै फुट्न नि गाह्रो छ गाइस। तिर पनि छ है फुट्दै फुट्दैन गाइस। यसकै माथि हिँड्दा पनि केही हुँदैन। हामी जाने जहाँ चाहिँ माथि हो त्यो ठ्याक्कै त्यहाँ गइन्छ चौरी लेकमा। अनि यता साइड पनि देख्न सक्नुहुन्छ आइस कस्तो गाइस फुट्दै फुट्दैन हेर्नु नि। यहाँको चाहिँ फुट्दो रहेछ। यहाँ सुत्नेको पनि राम्रो व्यवस्था छ। खाना नास्ताहरू पनि पाउँछ। सो गाइस अब चाहिँ हामी मुभ बनाउनु लागिसक्यौँ। दाइ चाहिँ रेडी हुनु भइसक्यो। अनि सुतेको रुम चाहिँ यो राति जाडो नै भएन तर जाडोले मेरो आँखा चाहिँ रहेछ गाइस। अनि त अरू सुत्ने रुमहरू पनि छ टन्न। आउनुभयो भने बस्न लागेर पनि अब त्यही हो गाइस। अब चाहिँ हामी जान्छौँ मलाई एकछिनमा नास्ता खाएर। हाम्रो दाइले बाइक स्टार्ट गर्दै हुनुहुन्छ है। उठ्छ कि नै बाइक है गाइस। धेरै जाडो भएर गाइस यहाँ सिमानामा चाहिँ यार घामहरू डाँडा डाँडा आइसक्यो। म चाहिँ पुरै मास्क लगाएको छु गाइस अहिले चाहिँ। ल और हाम्रो हेलिकप्टर चाहिँ है गाइस। अरे रे रे
चाहिँ हामी जान लाग्यौँ गाइज। के छ त खबर? नाइट कस्तो भयो? नाइट एकदम मजा भयो मजा। ल गाइज अब चाहिँ हामी जान लाग्यो होटेल छोड्न लाग्यो गाइज। अब उकालो लागिन्छ, बाटो अफरोड छ गाइज। यहाँ अहिले चाहिँ ठिक छ पो पक्राहरू रहेछ झाडो त बस्छौँ यहाँ भेलाहरू रहेछ त्यहाँ चाहिँ। यहाँबाट राम्रो छ गाइज, खत्तम होला गाइज। गाइज हामी अहिले पहाड चढिसकेर मलाई फेरि लगभग 8 घन्टामा टाइम गाइज। हामी चाहिँ सिनेरी देख्न सकिन्छ तपाईँहरू बाटोबाट के कुरा गर्ने त। पछाडि आरामै छ गाइज, आज सुकिया रहेछ। बाटो कलर हेर्नु गाइज। चौरी आयो 3000 फिट पर्दो रहेछ गाइज। ट्याक्क सनसेट देख्न सक्नुहुन्छ, सनराइज देख्न सक्नुहुन्छ। पहिलेको भ्यूहरू चट्ट त के हो यार, यो ढुङ्गा चाँचिरह यता जानु पर्यो। जलाकी रे सौर्य त्यति पारेछ गाइज। हामी चाहिँ अहिले हामी त साइडमा मात्रै आछौँ गाइज। त ढुङ्गा रहेछ, यसको नाम चाहिँ जलाकी रे। पुरै भर्याङ हाल्दो रहेछ, चट्ट लाग्यो देख्न सक्नुहुन्छ भ्यूहरू। यो गाइज चौरी आउनु नबिर्सिनु होला। ठाउँ त राम्रो छ यहाँ पनि, सट्ट पाएर देख्नु भवाल के। बेस क्याम्प पनि छ गाइज यहाँ चाहिँ, ढ्याक्क पारितिर देख्न सक्नुहुन्छ भ्यूहरू। बेस क्याम्प हामी आएको बाटो चाहिँ त्यही हो, तलबाट यो अब हामी चाहिँ पारि जान्छौँ एकछिनमा। सो गाइज बेस क्याम्पदेखि चाहिँ हिँडेर जानु पर्दो रहेछ। झाडो लाग्यो गाइज अहिले चाहिँ दाइ आउनुहुन्छ। बाटो यस्तो छ, पारि देख्न सक्नुहुन्छ सट्ट हिमालहरू देखेको छैन है, हिमालहरू देखेको छैन नि। अहिले माथि पुगेपछि हिमाल देखिन्छ होला सायद गाइज। कार्य यो 1x 2x सट्ट गाइज देख्न सक्नुहुन्छ। हेर्नु उठा हिमाल अझै माथि जाने प्लान हो गाइज। दाइ हामी थाकेर बस्नुपर्छ, केही छ नि फिल के छ होला। यो पछाडिको भ्यू पनि देख्न सक्नुहुन्छ, पछाडि नि बवाल छ, अगाडि नि बवाल छ। हिमाल देख्न सक्नुहुन्छ तपाईँहरू। सो गाइज धेरै मिनट पछि आयो चौरी, अनि ट्याक्क देख्न सक्नुहुन्छ। हामी चाहिँ चौरी पुगेको चाहिँ छैन, मैले नि पुग्न आँटेछौँ। अब चाहिँ अब एकछिनमा पुग्छौँ हामी चौरी चाहिँ। हेर्दै गर्नुहोस् गाइज भिडियो, राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस्। तपाईँहरूलाई नि आउन मन छ भने आउनुहोस् चौरी। बाइक लिएर आउन मिल्छ गाइज, यहाँ चाहिँ बाटो खन्नुपर्छ हाम्रो ठुल्ठुलो दाइहरूले। अनि यही हो ट्याक्क बाटो हेर्नु सक्नुहुन्छ। यतातिर चाहिँ मान्छेले खन्या रहेछ, तलतिर चाहिँ मेसिनले खन्या रहेछ के हो त्यस्तै थियो बाटो। गाडी पनि आउँछ गाइस, ल भिडियो हेर्दै गर्नुहोस्, स्टे ट्युन।
माथि पुगेपछि हामी फेरि भेट्छौँ गाई। सो गाई चौरी खर्कको साइनबोर्ड चाहिँ आइसक्यो हामी चाहिँ। अनि के भने अरू त हिमालय बारी सेतै छ अनि यहाँ पनि लगाएर छ जाडो पनि लगाएर छ। ट्याक्क साइनबोर्ड चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ। सौजन्य वीर प्रसाद घरती मगर लुगुम। अब चाहिँ हामी चौर इन्टर गरिसक्यौँ गाइज। अनि के भने अरू त अझै माथि त्यो टुप्पामा जानु छ गाइज। हामी चाहिँ पुठा देख्न सक्नुहुन्छ पुठा हिमाल। धरबाटन चाहिँ तल छ। धरबाटन पनि जाने विचार गाइज के हुन्छ भएसम्म धरबाटन पनि जाने हो। पुग्यो चौरी पुग्यो। सिस्ने हिमाल पारी छ गाइज। यो चाहिँ पुठा हिमाल हो। कस्तो बवाल छ गाइज। चारवटा अगाडि पछाडि देख्न सक्नुहुन्छ। चाँडो लिएर बोल्न पनि सकेन यार। गाइज तपाईँलाई भिडियो चाहिँ कस्तो लाग्यो। अहिले म चाहिँ घर आइसकेँ गाइज। अनि बाटोमा चाहिँ भ्लगहरू बनाउनु पाएन। त्यस्तै भयो गाइज। चार्जले पनि साथ दिएन। चार्ज पनि कम थियो अनि भ्लग पनि बनाएन मैले बाटोमा। अनि अहिले चाहिँ घर आइसक्यो। म चाहिँ सेरा तल सेरा हो गाइज मेरो घर चाहिँ। अनि अब चाहिँ यति नै हुन्छ होला सायद गाइज। अर्को भिडियो पनि छिट्टै आउनु छ गाइज। राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि don't forget to channel subscribe. Everyone साथीहरु bye bye. Also lessons, interventions, fight your left, yeah, my strange addiction. You know I do sins, I bag my mission. Take my hand and it's just addiction.